छुट्टी छ भेकेसनमा जाउँ न हाम्रो सबै साथी भेकेसनमा जान्छन् स्कुल छुट्छ हैन नआउनेछु स्कुल छुट्दैन हजुरले कहिले स्कुल मिस हुन्छ भनिन्छ कहिले के भनिन्छ कहिले के भनिन्छ यसपालि त जानै पर्छ बेलुका पापा आइसिन्छ अब एकछिनमा आइहालिसिन्छ पापा सोधौला नि त पापालाई है पापाले जहिले जानु पर्दैन भन्छ पहिला जस्तै आजरी भन्छिन्छ होला जहिले पनि पापालाई नै सोध्नु पर्ने पापालाई त सोध्नु परिहाल्यो नि छोरी पापाको अफिसको छुट्टी मिलाउनु पर्ने होला के होला मेरो साथीको पनि उसको बाबाको अफिसको छुट्टी मिलेको छैन उ त उसको मामुसित भ्याकेसन जाँदैछ पापालाई नसोधेर पापालाई नभनेर कसरी हुन्छ त पैसा त पापाले नै दिने होला पापाले पैसा दिसेन भने हामी कसरी जाने त भ्याकेसन जे कामको लागि पनि पापालाई नै सोध्ने अनि हजुर चाहिँ घरमा बसेर भाडा मान्छे भात पकाउने अनि यही प्लान कोट्याउने हो र मेरो साथीको मामु जहिले अफिस गइसिन्छ पैसा कमाइसिन्छ तर हजुर जहिले पापासँग पैसा माग्ने मामु हजुरले आफै पैसा कमाउन सकिसिन्न हजुरले नै पढिसकेछ नि हजुर अफिस जान सक्सिन्न त्यसै रिसाएर हिँडे के भनौँ म यिनीहरूलाई कसरी बुझाउँ मैले पो परिस्थिति बुझेको छु चित्तलाई मारेर भाँचेको छु त बच्चाहरूलाई त सक्दिनँ दोष पनि कसलाई दिउँ म श्रीमानज्यू काम गरेको गरे हो बिचरा उसलाई पनि रात दिन नभनिकन खटेको देखेकै छु तर एकजनाको कमाइले मात्रै त भरथेक हुनै गाह्रो भइसक्यो काम गरेकै हो पढे लेखेकै मान्छे हो क्षमतावान मान्छे हो केही गर्न नसकेर घरमा बस्या हो र जम्मा 4 जनाको परिवार छ त्यसमा 2टा सानसाना बच्चा बच्ची एकजनाले त यिनीहरूको जिम्मा लिनै पर्यो नि आमासँगै बच्चाहरू नजिक छन् आमाकै जिम्मेवारी बन्दो रहेछ उसले पनि त आफूले सकेको त गरेकै छ त उसले जति ल्याएर दियो त्यसैमा चित्त बुझाउँदै आफ्ना रहर इच्छा क्षमता एक ठाउँमा पोको पारेर राख्दै यस्तै जिन्दगी बाँच्ने बानी लागेछ अब त छोराछोरीहरू पनि ठुला भइसके आवश्यकता बढै छन् ऊ एक्लैले पनि कसरी भर्थे गरोस् महँगी यस्तो छ तलब बढ्दैन अब जागिर खान जाउँ बच्चाहरूलाई कसको जिम्मा लगाउँ नजाउँ एक्लैको कमाइले भर्थेक हुनै गाह्रो भइसक्यो के चाहिँ गरौँ त है म बच्चा बच्चीको समस्या पनि बुझेको छु उनीहरूको विचार पनि बुझेको छु भावना पनि बुझेको छु उता श्रीमानको अप्ठ्यारो पनि बुझेको छु कसरी भनौँ म मेरो श्रीमानलाई भ्याकेसनको कुरा बिचरा उसलाई कति तनाव भइरहेको होला अब 20 दिनपछि फेरि नयाँ सेसन सुरु हुन्छ भर्ना गर्नु पर्यो युनिफर्म कपी किताब त्यही कुराले उसलाई कति तनाव भइरहेको होला यता छोराछोरीको छुट्टै डिमान्ड छ सबै कुरा बुझेको छु तै पनि आफू केही गर्न सक्दिनँ अहिले भर्खरै गरौँ त के गरौँ साह्रै दिक्क लाग्दो रहेछ यस्तो बेलामा चाहिँ